आज फेरि त्यही भयो। हिजो बेलुका यस्तो भन्छु उस्तो भन्छु भनेर एक महाकाव्य सोचेको थिएँ, तर ऊ अगाडि आएपछि मेरो आँखाले मात्र बोल्न सके। आवाज हरायो जहिले जसरी। अब उसले जे भने पनि हो र हुन्छमा जवाफ दिँदैछु। यसरी कति दिनसम्म चल्छ होला? म आफैलाई सोध्छु कहिलेकाहीँ। सोध्छु कि मारिदिन्छु आफ्नो भावना सबै अनि स्वतन्त्र हुन्छु। एकछिनलाई त मारिदिन्छु पनि, तर जब तिम्रो नजरको गोली पड्किन्छ, मेरो स्वतन्त्रताको मृत्यु हुन्छ, फेरि कैद हुन्छ। उम्लिरहेको रगत पनि सेलाउँछ र प्रेमको सियाही बन्न खोज्छ। अनि तिम्रो आवाज सुनेपछि खुसीले नाच्न थाल्छ, रिसाएको मन पनि। स्पर्श खोज्न थाल्छ यो तन पनि। तर कसरी भनौँ र खै तिमीलाई मेरो मसँगको युद्धको बारे? आफैसँग रिसाउँछु सायद अनि आफैलाई पकाउँछु। एक्लै रुन्छु अनि आफैलाई हँसाउँछु।